यस्तै लाग्छ 9 सालदेखि छ छोरा मान्छे त धामी जस्तो लाग्छ हेर्दाखेरि त धामी न झाँक्री हो आधा पैसा पार भएको छोरा मान्छे देखि त हो कि न हाँस्यस् त कुनै छोरी मान्छे होइन त छोरा मान्छे हो बुझिस् त धामी झाँक्री गर्ने काम गर्छ हो कि न भने गर्छ कि गर्दैन मान्छेले गर्छस् होइन तँलाई त्यसले यति राम्रो मान सम्मान दिएको थियो तँलाई किन गरेको त के पुगेन तँलाई पैसा पुगेन जान्ने हुन्छ हो यो जान्ने हुन्छ भनेर बिगारेको जोड्छ भन्ने हो किन के भयो यसलाई यो के हुन्छ जान्ने हुन्छ त्यही कारण यसले त राम्रोसँग पहिला पूजापाठ पनि गर्थ्यो त फेरि रास्ता तैँले रोकेको तपाईँको छोरीले पहिला पूजापाठ पनि गर्ने रहेछ यसले तपाईँ नानी है यसले हो के भन्नुहोस् होइन पूजापाठ यताउति सबै गर्थ्यो केही नराम्रो पनि त्यति बेला भएको थिएन लेकिन जहाँ यसले गुरु थाप्नु यतातिर के गर्नु हिँड्यो त्यहाँ पनि यो बिग्रेको यो हो कि मजाले होइन तेरीमा खाने यसरी बिगारेको तँलाई नराम्रो लाग्दैन यसको शरीरमा देवी देवता पनि छ यो पागल हुन्छ रेडी बस्नु त्यो गिर्नु सक्छ त्यो पागल हुन्छ मैले के भने छोड्नु न मैले तपाईँहरूलाई भने रेडी बस्नु भने छोड्नु त्यो आज चाहिँ तपाईँलाई नि आज चाहिँ यसलाई ठिक भयो आज यसलाई म छोड्दिनँ यसलाई मैले भने नि म छोड्दैन तँलाई म छोड्दिनँ तँलाई म छोड्दिनँ म छोड्दैन तँलाई म तैँले बिगारेको होइन तँलाई म छोड्दैन गतिलो झाँक्री भेटिस् नि आज गतिलो झाँक्री भेटिस् होइन तँलाई त छोड्दैन है यता आइज त यहाँ आइज मेरो आएन यहाँ आइज म छोड्दैन तँलाई म छोड्दैन नानी हटाउ त्यहाँ तपाईँहरू हटाउ त्यहाँ छोड्दैन म छोड्दैन नानीलाई छोड हाम्रो नानीलाई छोड म छोड्दैन तँलाई म पनि छोड्दैन कसरी छोड्दैन आज त तँलाई पागल हुन्छ पागल भइस् तैँले अझैसम्म तँ धामी झाँक्रीलाई पनि टेरेको थिएन यसले कसलाई टेरेको थिएन बुझ्नुभयो यसले ठिक छ नि कसैलाई टेरेको थिएन आजबाट आज कस्तो मजा आयो मान्छेलाई यसरी बिगार्ने होइन मान्छेलाई कस्तो लाग्यो राम्रो लाग्यो आज के गर्ने कसलाई छोड्ने के कस्तो लाग्यो आज तैँले राम्रो लाग्यो पागल भयो कस्तो लाग्यो भन् पागल भयो पागल हुँदो रहेछ कस्तो लाग्यो अप्ठ्यारो लाग्यो मान्छेलाई बिगारेको जस्तो लाग्छ मान्छेलाई बिगारेको जस्तो लाग्छ कि त्यसरी बिगार्छ आइन्दाबाट कसैलाई भन् हाँसेबाट बिगार्छेस् जोड्छ भन् म हटाउँदैन म तँलाई हटाउँदैन म हटा न तँलाई अझै बिदाबारी गर्छु म तँलाई बिदाबारी गर्छु तँलाई हटाउँदै यस्तो हुन्छ म हटाउँदैन यस्तो हटाउँदैन म यस्तो बिहा देख्नुभयो कोही पर्दैन म भनेर कसैको नाम लिँदा म नि हटाउँदैन तैँले बिगारेको होइन कति साल भयो बिगारेको तैँले कति भयो 9 साल भयो तैँले बिगारेको होइन 9 साल कोही धामी झाँक्रीलाई टेरिस तैँले टेर्दैन तेरीमा खाने तैँले राम गर्ने काम गरेर पनि हिँडेको रहेछ ठिक छ लेकिन बिचमा यसले अलिक जान्ने पल्ट्यो भनेर यसलाई रोकिदिएको अथवा भनौँ न बाँडसान हानेको जस्तै रोकेको हुन्छ त्यसरी हानेर रोकेको हो कि होइन हो बाण हानेर रोकेको हो कि होइन बाण हान्छ कि यिनीहरूले बाण हानेर रोकेको हुन्छ ठिक छ नि यो धामी झाँक्री हो यसले यो राम्रो पूजापाठ गर्थ्यो अब त्यसको ग्राहकहरू पनि यहाँ जाने भयो
त्यसले बाण हानेर यसको रोकिदिएको ठिक छ नि लुकाएर राखेको हो हो ल जय भन्दै त भन्दै महाराजा महाराज झाको झाँक्रानी महाराजा महाराज वनवासीहरू आज नराम्रो चिजलाई जसले यसलाई बिगाएर बाँधचान हानेर यसको बन्द गरिदिएको त्यसलाई हामी देवतालाई निकाल्दैछौँ जय भले भयो जय कालदेशी जय शिव शम्भु जय लडेको लडे झाँक्रीहरू जय शिव शम्भु जय ओघोरको ओघोर महाओघोरी शमशान ओघोरी आज नराम्रो चिजलाई मैले छोडेर जान्छु है गुरुबा है नराम्रो चिज हटे पुरा छोडेर पुरा छाती उठ जा पुरा छाती उठ कसो उठ्छ पुरा छाती पुरा 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 छातीले मुखोल जा कहाँ मुखोल जा पुरा 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 मुखोल मुखोल चाहिँ मुखोल मुखोल पुरा 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 कोल 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 जा 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 छोड़ दे छोड़ दे छोड़ दे पूरा छोड़ जा पूरा छोड़ दे बहुत पूरा 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 बहुत जा निकले 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 बोला इसका देवता हुन्छ पूरा छोड़ छोड़ छोडेको छैन तैँले पूरा छोड़ दे बोला इसका देवता हुन्छ देवता कति राम्रो हुन्छ यसको बनाएछ देवतालाई पूरा छोड़ दे निकले एक निकले दुई निकले 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 बहुत राम्रो बहुत निकले निकले जानु आँटेछ पूरा एक छाती उठा जा अब पूरा ढाक उठा जा पूरा उठा जा पूरा 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 छोड़ दे 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 पूरा एक बार जा एक दुई तीन जा छोड़ दे छोड़ छोड़ पूरा जा पूरा छोड़ दे पूरा छोड़ दे पूरा छोड़ दे पूरा छोड़ दे तर अन्तिम तेरो चाहिँ खाना पिना सब छोडेर अब जा एक दुई तीन छट यसको देवी देवता एकछिन आउँछ है देवी देवतालाई यसको देवी देवतालाई जो यसले बाण हानेर राखिदिएको हो कि ठिक छ नि यसले देवीले देवताले भन्यो तपाईकोमा लानु भनेर यो दिशामा छ लट्टे जा गुरु उहाँ लैजा भन्यौ त्यही कारण लेखो यसको गुरुले यस्तो जग्गामा मान्छे छ उही पुरा मलाई भन्यो उही पुरा भनेको यसको देवताले भने तपाईँ लिएर आएको म त एक्लै छु नि त तपाईँहरू चाहिँ मतलब कहाँबाट आउनुभएको दार्जिलिङ कालिम्पोङ कालिम्पोङ हजुर कालिम्पोङबाट आएको ल हुन्छ कालिम्पोङ ल हुन्छ एकछिन यसको देवता जब आउँछ नि मेरो बुढीलाई सोधेँ कहाँ दिने हो कि होइन मैले नराम्रो चिजलाई निकालिदिएँ तपाईँलाई बाँध हानेर बाँधेको थियो बाँधेको थियो कि बाँधेन बाँधेको थियो नि र लडेको लडे झाँक्रीको आशीर्वादले आज तपाईँलाई निकाल्दैछ होइन अब तपाईँले के चाहिन्छ एउटा आफ्नो जातको लिम्बू धामी चाहियो भन्नु पर्यो के गर्नु पर्यो तपाईँलाई या आफै खेल्दै आउँछ या लिम्बू फेदेङबाहरू चाहिन्छ के चाहिन्छ तपाईँलाई लिम्बू चाहिन्छ राई बिजो चाहिन्छ तपाईँको जातको के चाहिन्छ फेदेङमा चाहिन्छ ल ल ल ल फेदेङमा चाहिन्छ होइन अब त खुसी छ नि ल ल ल आज नराम्रो कति सालको बादमा फेरि आए तपाईँ रोकी ल्याएको थियो है ल ल ल ल ल ल चर्चमा पनि लग्यो हस्पिटलमा लग्यो पगला पनि भन्यो त्यस्तै भन्छ सबैले होइन नयाँ नयाँमा छारे रोग पनि भन्यो ल ल ल ल ल ल ल ठिक छ आज चल के होइन तपाईँ राम्रो छ म खुसी छु आज राम्रो सीमा छ राम्रो सीमा खेलेर जानु है ल आज तपाईँलाई रस्ता देखाएन उही गुरु हो लडेको लडे झाँक्री हो ल अब राम्रो सीमा शान्ति भएर जानु लो आफ्नो चेलिङलाई खेलानु है लो है भन्दै त भन्दै महाराजा महारानी लडेको लडे झाँको झाँक्रानी महाराजा महारानीहरू यसै लालाबालाको शरीरमा आएको देवी देवताहरू शान्ति भएर जानु है लो है ल शान्ति 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 हो गर्ने ल शान्ति ल ल अब छोडिदिने यहाँ ठ्याक्कै उठ्ने अब गुरुवा फेरि ल्याउनु पर्दैन पर्दैन मेरो तर्फबाट एउटा यहाँ यहाँ त भन्न ल ल ठुलो ठुलो सभा के माने भने ल ल ल ल ल ल हुन्छ राखिदिनु ल ठुलो ठुलो सभा ल ल राम्रो ठिक छ नि मेरो काम चाहिँ जस्तो थियो पहिला त्यस्तै बनाइदिए हो कि होइन हुन्छ नानी है ल जा ठुलो ठुलो नानी पनि भयो अब ठिक छ नि आफ्नो बाटो जाने ठिक छ